एभ्रिवान, गुड इभिनिङ। अब चाहिँ अहिले चाहिँ बज्यो तपाईँको 5 बज्यो, 5:15 जस्तो भयो। अन्त अब चाहिँ म खाना पकाउन आँटेको हो, बेलुकाको लागि बेलुका खाना पकाउन आँटेको। अन्त हेर्दै गर्नु आज चाहिँ म के पकाउँछु भने कोफ्ता बनाउँछु, चिकन कोफ्ता। तपाईँहरूलाई देखाउँछु म चिकन कोफ्ता कसरी बनाउँछु भनेर, हेर्दै गर्नुहोस्। अब देखाउँछु ल चिकन कोफ्ताको रेसिपी। चिकन कोफ्ता हो, यसमा चाहिँ म अब लसुन ग्रेट गरेको हालेँ, अन्त धनियाँ पनि हालिदिएँ, रङ खोर्सानी, यो चाहिँ जिरा, यो चाहिँ नुन स्वाद अनुसार, अन्त कर्नफ्लावर। यता हाल्नु न, यता हाल्नु न कर्नफ्लावर। अब चाहिँ यसलाई मजाले मिक्स गर्छु, अन्त देखाउँछु ल। यो चाहिँ मिक्स भइसक्यो। अब चाहिँ म मसलाको रेडी गर्छु। पनि भइसकेको छ। अन्त मैले यहाँनिर चाहिँ फ्राई प्यान पनि बसाइसकेको छु। अब यहाँ चाहिँ म कोफ्ता फ्राई गर्छु। अन्त यहाँनिर चाहिँ म के अरे यो कोफ्ताको ग्रेभी पकाउँछु, हेर्दै गर्नुहोस्। यहाँ चाहिँ मैले प्याज पनि हालिसकेँ हो। अन्त मैले यहाँनिर चाहिँ रामभेँडा लसुन सबै रेडी गरिरहेछु। प्याज चाहिँ एकछिन भुटोस्, अन्त त्यो हाल्नुहोस्। रामभेँडा लसुन पनि हालिसकेँ। अब यो ड्राई मसला हालिदिउँ, जिरा, हल्दी, रङ खोर्सानी, नुन। अब चाहिँ यसलाई मिक्स गरौँ। अब यो मसला मजाले पक्नुपर्छ, सानो आँच गरेर। पाक्दै गरोस्। यता चाहिँ मैले फ्राई प्यान बसालेको थिएँ। अन्त अब यहाँ कोफ्ता बनाउँदै हाल्दैछु यता चाहिँ। हेर्दै गर्नु होला। यहाँ चाहिँ अलिअलि पानी हाल्दै ग्रेभी पकाउँदै गर्नुपर्छ। तालिदिन्छ, मसला त पाक्नु पऱ्यो नि त मजाले। अन्त यहाँ चाहिँ मैले कोफ्ता पनि हालिसकेँ, यहाँ फ्राई हुँदैछ कोफ्ता। चाहिँ मैले एकदम पल्टाइसकेँ। अब यस्तो हुँदैछ कलर, दामी हुँदैछ कलर चाहिँ। अन्त यता चाहिँ मेरो ग्रेभी पाक्दैछ। अब मजाले फ्राई भइसक्यो, रातो भइसक्यो। अब यसलाई निकालिदिन्छु। दामी कलर भएर कोफ्ता। अब यहाँ मेरो ग्रेभी पनि प्रायः पाकिसक्यो। मेरो ग्रेभी पनि अब पाकिसक्यो। यसलाई ग्रेभी हालिदिउँ। अब चाहिँ यो हालिदिउँ।
अब चाहिँ मजाले उम्लिनु पर्छ। अब मेरो प्राय पाकिसक्यो, हेर्दै गर्नु होला चाहिँ मेरो मजाले उम्लिन्छ नि मेरो कोफ्ताको। अब खानुको लागि चाहिँ रेडी भयो। म प्लेटिङ गरेर देखाउँछु ल तपाईँलाई। अब मेरो कोफ्ताको यो चाहिँ रेडी भयो। कस्तो लाग्यो तपाईँलाई कमेन्ट गरिदिनु होला। अनि यसरी नै बनाएर खानु ल तपाईँहरू पनि। एकदम मिठो भएको छ हो। अन्त तपाईँहरू यसरी नै बनाएर खानु होला। तपाईँलाई कस्तो लाग्यो। अनि मेरो पेजलाई फलो पनि गरिदिनु होला। अनि मेरो युट्युबमा आउँ भने सब्सक्राइब पनि गरिदिनु होला। अनि आजको भिडियो चाहिँ यति नै। फेरि भेट्छु अर्को भिडियोमा। त्यतिसम्मको लागि बाई बाई।